सो हेलो एभ्रिवान सबैजना ठिकै हुनुहुन्छ होला है म पनि ठिकै छु सो अनि आज चाहिँ म एउटा भ्लग मतलब सानो मिनी भ्लग बनाउनु मन पऱ्यो अलिक अगाडि नै मैले त्यो बाबाको लागि चाहिँ एउटा ट्याब मगाइदिएको थिएँ नि है सो कसरी मगाएँ के मगाएँ त्यो चाहिँ भन्दिनँ है अनि त्यो चाहिँ आज आएछ नि त है त्यही चाहिँ म उयो गर्दैछु नि अनबक्सिङ गर्दैछु ल पापालाई अनबक्सिङ गर्नु पापै गर्नु त आफू पापै भन्नु यताबाट भन्नु है हेन्सम देखिन्छ पापालाई यसो एक्लै अब झन् एक्लै हुन्छ यता यता दादालाई चाहिँ आएन ल ल सर वान भोइसबाट गर्नु चार्जर पापाको लागि भिडियोहरू अल्छी लागिसक्यो यत्रोमा अब हेर्नु मजा यता भित्तामा राख्दै छ नि हो त्यो फोन तपाईँ नपक्रिन साह्रो परेको छ नि मैले यता डाइरेक्ट लिनुभएको छ है यसको भन्दा वाइफाई यहाँनिर छ कति गरेर अरे पासवर्ड चाहिँ तपाईँको हस् त्यो पासवर्डहरू खोल्नु चाहिँ चारवटा खुसी छ अब त एक्लै हो अब त्यही छैन तपाईँको त्यो फेस लक हो सिमहरू चाहिँ अहिले ननिकालिदियो कि त्यही फेरि पापा अन्त तँ ड्युटी जाँदाखेरि चाहिँ एउटा निकालिदिनु आजै निकालिदिनु पर्छ नि अन्त भोलि भोलिसम्म त मेरो दिन्छु नि न भोलि हटस्पट मेरोबाट हुन्छ नि होइन हटस्पट कनेक्ट गरिदिइराख्दा अब चाहिँ एक्लै भएन यहाँनिर चाहिँ ढुक्कै है त गाइस पापाको लागि गिफ्ट चाहिँ त्यही थियो है हुनु पनि अल्छी भइसक्यो नि त पापालाई होइन अहिले फेरि एक्लै छ हो अब म पनि यहाँबाट अब जानुपर्छ हो पापा एक्लै हुन्छ त्यही भनेर चाहिँ बहिनीसँग सल्लाह गरेर एउटा ट्याब ल्याइदिउँ बरु होइन एक्लै हुँदैन भनेर चाहिँ सल्लाह गरेर चाहिँ हामीले त्यसो भनेको थियो अन्त अस्ति गरेको थियो त आज 3 दिन बादमा आयो त्यो आउनु पनि छिटो आउँदो रहेछ आउनु पनि हो तर हुन्छ नि अब उनीहरूले चाहेको जस्तो त अब उनीहरूले चाहेको जस्तो होइन सोचेको जस्तो अब ड्युटी नै त पाउनु सकेन होइन लाइफमा होइन तर हुन्छ नि अब यस्तो सानो काम गर्दै भए पनि अब एउटा सानो गिफ्ट दिनु पाउँदाखेरि चाहिँ यस्तो खुसी पनि लाग्दो रहेछ क्या मनलाई नि शान्तिहरू हुन्छ नि त्यही भएर केही छैन अब जिन्दगीमा त्यो त ठुलो मान्छे हुने होइन तर के सोच लाग्छ भने चाहिँ मेरो चाहिँ के सोच भन्दा चाहिँ अब पापा आमालाई चाहिँ खुसी राख्नु नै ठुलो कुरा जस्तो लाग्छ है अनि केही छैन के भन्नु छैन म आफै स्पेसलिस्ट छु क्या अब त्यो सानो एउटा गिफ्ट दिनु पाउँदाखेरि चाहिँ एकदमै अब शान्ति लागिरहेछ त्यसै ठिकै छ एकदम म अहिले भन्नुपर्दाखेरि अब मैले बहिनी भाइ दाजु त्यस्तै राम्रै पाएको छु होइन राम्रै छ हो यस्तै खुसी चाहिँ अब अझै आउँदो फ्युचरमा फर्दर फ्युचरमा दिन सकौँ है आफ्नो फ्यामिलीले मेरो कारण अनि मेरो कारणले अनि मेरो बहिनी भाइहरूको कारणले चाहिँ फ्यामिलीलाई चाहिँ दुःख चाहिँ नपरोस् होइन त्यति चाहन्छु अब लाइफमा अरू त केही छैन ठुलो सोच छैन ठुलो गोल चाहिँ छैन क्या फ्यामिली त्यही हो